हेलो गाइस, वेलकम टु माई च्यानल। आज म नयाँ भिडियो लिएर आउँदैछु। मार्भलको फेज 1 देखि फेज 3 सम्मको जतिवटा पनि मुभी रिलिजहरू भएको छ त्यो लिएर आउँदैछु। र यो एपिसोड हामीहरूको 1 भनौँ जे भए पनि र कहाँदेखि डाउनलोड गर्ने भनेर पनि म तपाईँहरू मलाई फेसबुकमा कमेन्ट गर्नु, म तपाईँहरूलाई फेसबुक मार्फत भन्छु। र फेज 1 मा करिब 6वटा मुभी छ, जसमा 2008मा 2टा मुभी रिलिज भएको थियो। एउटा आइरन म्यान, अर्को इन्क्रेडिबल हल्क भनेर। र थर्ड नम्बरमा छ आइरन म्यान 2 2010मा रिलिज भएको थियो। र नम्बर 4मा छ थर 2011मा रिलिज भयो। र क्याप्टेन अमेरिका द फर्स्ट एभेन्जर यो पनि 2011मै रिलिज भएको थियो। अर्को भनेको 6औँ यो फेजको अन्तिम मुभी भनेको द एभेन्जर 2012मा रिलिज भएको थियो। र फेज 2मा करिब 6वटा फिल्म छन्। 6वटा मध्येमा अब सबैभन्दा पहिलो छ आइरन म्यान 3 2013मा रिलिज भएको थियो। र यसै साल रिलिज भएको थियो थर द डार्क वर्ल्ड। यो अलिक नराम्रो छ अरू थरको मुभीहरू हेरी। र 3मा छ क्याप्टेन अमेरिका द विन्टर सोल्जर 2014मा रिलिज भएको थियो। र यो अहिलेसम्मकै क्याप्टेन अमेरिकाको सबैभन्दा बेस्ट मुभी मानिन्छ। र नम्बर 4मा छ गार्डियन अफ द ग्यालेक्सी भोल्युम 1 यो पनि 2014मै रिलिज भएको थियो। र 5औँमा छ एभेन्जर एज अफ अल्ट्रोन। र यो एभेन्जरको पार्ट 2 हो, मतलब कि सबै हिरो मिलेको यो एभेन्जर पार्ट 2 हो। र 6औँमा छ एन्ड म्यान छ। अनि यो 2015मा यो पनि 2015मै रिलिज भएको थियो। एभेन्जर एज अफ अल्ट्रोन र एन्ड म्यान सँगसँगै रिलिज भएको थियो। सबैभन्दा पहिले एभेन्जर रिलिज भएको थियो क्यारा। अनि फेज 3मा छ क्याप्टेन अमेरिका सिभिल वार 2016मा रिलिज भएको थियो। र यो $1 बिलियन सायद कमाएको थियो क्यारा त्यतिखेर। अनि अर्को यही साल रिलिज भएको हामीहरूको चाचा जादुगर डक्टर स्ट्रेन्ज पनि रिलिज भएको थियो। नम्बर 3मा छ गार्डियन अफ द ग्यालेक्सी भोल्युम 2 2017मा। र 2017मा 3टा मुभी रिलिज भएको थियो। एउटा गार्डियन अफ द ग्यालेक्सी भोल्युम 2, अर्को छ स्पाइडरम्यान होमकमिङ, र थरको अहिलेसम्मकै सबैभन्दा राम्रो फिल्म थर र्याग्नारोक रिलिज भएको थियो 2017मा। र अब आउँछ 2018मा 3टा मुभी रिलिज भएको थियो, ब्ल्याक प्यान्थर, एभेन्जर इन्फिनिटी वार र एन्ड म्यान एन्ड द वास्प भनेर। र 3टामा ब्ल्याक प्यान्थरले अस्कर पनि पाएको थियो त्यतिखेर। अनि एभेन्जर इन्फिनिटी त सबैलाई थाहा छ, इन्फिनिटी वार त। अनि अर्को छ क्याप्टेन मार्वेल 2019मा आएको थियो। अनि त्यही साल आएको थियो एभेन्जर इन्ड गेम। अनि त्यस पछाडि आएको थियो स्पाइडरम्यान फार फ्रम होम 2019मा। गरेर 3टा मुभी एकै साल निकालेको थियो मार्वलले। र यो फेज 3को सबैभन्दा धेरै फिल्म फेज 3मा चाहिँ सबैभन्दा धेरै फिल्म छ अरू हेरी। र यो मैले कतै केही कुरा छुट्याएछु भने तपाईँहरूले मलाई कमेन्ट गर्नुहोस्। र आजलाई यति नै, हस्त, धन्यवाद।